आज हामी पढ्छौँ फिजिक्सबाट नयाँ च्याप्टर लाइट. व्हाट इज लाइट? लाइट भनेको के हो? लाइट भनेको चाहिँ फिजिक्समा डेफिनेसन चाहिँ लाइट इज अ फर्म अफ एनर्जी which gives us the sense of vision, which helps us to see. एकदम हुन्छ अलिक मजाको लेखिदिएको नि, सेन्स अफ भिजन. लाइट चाहिँ त्यो एनर्जीको फर्म हो जसले चाहिँ हामीलाई देख्नुमा सहायता गर्छ. कुरा बुझ्यौ? एनर्जीले कुछ न कुछ त गर्छ हाम्रो लागि. लाइट चाहिँ त्यो एनर्जीको फर्म हो जसले चाहिँ हामीलाई देख्नुमा सहायता गर्छ. आई क्यान सी यु पिपल बिकज अफ लाइट एन्ड यु क्यान सी मी बिकज अफ लाइट. लाइट नभए पनि हामी देख्न सक्दैनौँ. यो रुममा एउटा पनि लाइट छैन भने, अन्धकार छ भने देख्छ मलाई? तिमीहरूलाई पनि देख्दिनँ म. लाइटले चाहिँ कसरी देख्छ भन्दा चाहिँ लाइट जब मेरो जिउमा आउँछ ठोकिएपछि रिफ्लेक्ट हुन्छ. के हुन्छ अरे? रिफ्लेक्ट हुन्छ. जब त्यो रिफ्लेक्टेड रे चाहिँ तिम्रो आँखासम्म पुग्छ तब तिमीले मलाई देख्छौ. त्यसरी नै म पनि देख्छु. लाइट जान्छ तिम्रो जिउमा ठोकिन्छ, त्यो ठोकिएपछि रिफ्लेक्टेड रे चाहिँ मेरो आँखासम्म आइपुग्छ अनि म कुनै चिज देख्न सक्छु. लाइटलाई चाहिँ देख्दैन. तर लाइटलाई चाहिँ देख्दैन. लाइट चाहिँ एउटा एनर्जीको फर्म हो. लाइटको हेल्पले चाहिँ अरू चिज देख्न सक्छ बिकज अफ रिफ्लेक्सन. कुरा बुझ्यौ? यो बल्ब देख्छ त्यो लाइट देखेको होइन, सोर्स अफ लाइट देखेको. भनेपछि दुईवटा चिज देख्न सक्दो रहेछ. कि चाहिँ सोर्स अफ लाइट देख्छौँ. सोर्स अफ लाइट त के हो? बल्ब हो. सोर्स अफ लाइट देख्न सक्छौँ या त लाइट रिफ्लेक्ट भएको चिज देख्न सक्छौँ. तर लाइट खुदै चाहिँ देख्दैन. कुरा बुझ्यौ? लाइट खुदै चाहिँ कुनै चिज देख्नुको लागि लाइट चाहिन्छ. यदि कुनै चिजबाट लाइट रिफ्लेक्ट हुँदैन भने चाहिँ त्यसलाई देख्नु सक्दैन. इक्जाम्पलको लागि एयर त छ नि, यहाँ छ कि छैन? एयरले लाइटलाई रिफ्लेक्ट गर्दैन, त्यही भएर एयर देख्दैन. कुरा बुझ्यौ? एयर छ नि यहाँ, तर एयर यस्तो गर्दा हातमा लाग्छ कि लाग्दैन? सर गर्दा एयर छ त. अन्त वी आर ब्रिदिङ बिकज अफ एयर. तर एयरलाई क्यान यु सी एयर? देख्दैन. किन देख्दैन? बिकज एयर डज नट रिफ्लेक्ट लाइट. तर हामी यो व्हाइट बोर्ड देख्छौँ. किन? यसले चाहिँ लाइटलाई रिफ्लेक्ट गर्छ. त्यो सबै लामो कुरा हाम्रो सिलेबसमा त पर्दैन फिलहालको डिस्कसनमा. र पनि लाइट के हो भन्दा बुझ्नुको लागि भनिदिएको. लाइट चाहिँ एउटा फर्म अफ एनर्जी हो जसको द्वारा चाहिँ हामी चिजबिजलाई, हाम्रो वरिपरि भएको चिजबिजलाई हामी देख्न सक्छौँ. कुरा बुझ्यौ? सिम्पल त्यति मात्रै हो. यो लाइट च्याप्टरमा हामी सबैभन्दा पहिला चाहिँ स्पेरिकल मिरर पढ्छौँ. के पढ्छौँ अरे? स्पेरिकल मिरर. तिमीहरूको सिलेबसमा प्लेन मिरर छैन, यहाँनिर स्पेरिकल मिरर मात्रै छ. स्पेरिकल मिरर पढ्छौँ. स्पेरिकल मिरर बेसिकली दुईवटा टाइपको हुन्छ. हात पनि चलाउँदै गर, छिटो छिटो लेख्दै पनि गर, बुझ्दै पनि गर. स्पेरिकल मिरर बेसिकली कतिवटा टाइपको हुन्छ अरे? दुईवटा टाइपको हुन्छ. एउटा चाहिँ हुन्छ कन्केभ मिरर, अर्को चाहिँ हुन्छ कन्भेक्स मिरर. कन्केभ मिरर पनि थुप्रै हुन्छ. प्लानो कन्केभ, कन्केभो कन्केभ, होइन? बाई कन्केभ यस्तो हुन्छ. हामी त्यति लामो पढ्दैनौँ, खालि सिम्पल कन्केभ मिरर पढ्छौँ र कन्भेक्स मिरर पढ्छौँ. कन्भेक्स पनि थुप्रो टाइपको हुन्छ. सिम्पल कन्भेक्स र सिम्पल कन्केभ पढ्छौँ. ल, कन्केभ मिरर. अब सबैभन्दा पहिलो वर्ड त स्पेरिकल भन्ने वर्ड आयो. स्पेरिकल भनेको स्पेयरबाट आएको. वाट इज स्पेयर? स्पेयर भनेको के हो? गोली हो. गोलीलाई चाहिँ स्पेयर भन्छ. कुनै पनि गोलो चिज, डल्लो सलिड चिज, जस्तै क्रिकेटको बल एउटा के हो? स्पेयर. क्रिकेटको बल इज एन एक्जाम्पल अफ स्पेयर. फुटबल इज एन एक्जाम्पल अफ स्पेयर. स्पेयर भनेको चाहिँ गोलो चिज, डल्लो. बुझ्दैछौ कुरा? स्पेयर भनेको चाहिँ डल्लो. अब यो मिरर जुन बनिएको छ स्पेयरदेखि बनिएको छ. कुरा बुझ्यौ? मिरर केदेखि बनिएको छ अरे? स्पेयरदेखि. क्रिकेटको बल छ अरे यहाँनिर. अब म बल त बनाउनु सक्दिनँ नि त यहाँ, होइन? 2 डाइमेन्सनल बोर्डमा 3 डाइमेन्सनल फिगर बनिँदैन, बनाउनु सकिँदैन. अब यो बल छ, यो बल गोलो छ, यसलाई मैले चारवटा काटिदिएँ अरे. कुरा बुझ्यौ? चारवटा काटिदिएँ अरे. काटेपछि एउटा टुक्रा निक्लिँदैन? यतापट्टिको टुक्रा देख्यौ यी? अब यो मेटिदिउँ न, काटी पठाएको त. काटी पठाएको मेटिदिउँ. अब के रह्यो? यो टुक्रा चाहिँ रह्यो.
भनेपछि यो चाहिँ एउटा बलको टुक्रा हो, योले नै मिररको काम गर्छ। भनेपछि मिरर चाहिँ कोप्रो खालको हुन्छ, जस्तो चम्ची, कुरा बुझ्यौ? डाडु चम्चीहरू जम्मै अ पार्ट अफ स्पेरिकल मिरर। त्यो गोलो डल्लोको एउटा पार्ट हो। समझमा आउँदैछ? अब यो कन्केभ मिरर चाहिँ त्यो टाइपको स्पेरिकल मिरर हो जसको चाहिँ रिफ्लेक्टिङ सर्फेस चाहिँ भित्रपट्टि हुन्छ, बाहिरपट्टि चाहिँ पेन्ट गरेको हुन्छ। बाहिरपट्टि चाहिँ के गरेको हुन्छ? पेन्ट भने बुझ्छौ नि? तिमीले प्लेन मिररमा पनि हेऱ्यो भने प्लेन मिररको पनि अगाडिपट्टि खुल्ला हुन्छ, पछाडिपट्टि पेन्ट गरिदिएको हुन्छ नि त। समझमा आयो? ताकि लाइट चाहिँ वारपार चाहिँ नजाओस् भनेर। वारपार गयो भने त रिफ्लेक्सन कसरी गर्ने? लाइट वारपार गयो भने रिफ्लेक्सन कसरी गर्ने हैन? वारपार जानु भएन नि त, लाइट फर्किनु पर्यो नि त। फर्किनुको लागि चाहिँ पेन्ट गरेको पछाडि। कन्केभ मिरर भनेको त्यो टाइपको मिरर जसको चाहिँ भित्रपट्टि बेन्ट इन पार्टलाई अर्को भन्छु कन्केभ पार्ट। बेन्ट इन पार्ट और कन्केभ पार्टलाई चाहिँ के बनाएको हुन्छ? रिफ्लेक्टिङ सर्फेस बनाएको हुन्छ। के बनाएको हुन्छ अरे? रिफ्लेक्टिङ सर्फेस। समझमा आउँदैछ? त्यो टाइपको मिरर जसको चाहिँ भित्रपट्टि चाहिँ रिफ्लेक्टिङ सर्फेस, ऐना चाहिँ अगाडिपट्टि भित्रपट्टि, बाहिरपट्टि चाहिँ के गरिदिएको छ? पेन्ट गरिदिएको। यस्तोलाई चाहिँ के भन्दो रहेछ? कन्केभ मिरर भन्दो रहेछ। कन्भेक्स भनेपछि त्यसको उल्टा। अब यहाँ यस्तो छ है, यसको भित्रपट्टि चाहिँ के गरिदिएको छ? पेन्ट गरिदिएको छ। पेन्ट गर्नेको अब पेन्ट त हामी गरिबस्छौँ न, सिम्बल लगाइदिन्छौँ। यो धर्का काँडा जस्तो चाहिँ के हो? पेन्ट गरेको भनेर बुझाएको ल। यसको रिफ्लेक्टिङ सर्फेस चाहिँ बाहिरपट्टि। भनेपछि रिफ्लेक्टिङ सर्फेस चाहिँ कस्तो हुन्छ अरे? बल्जिङ आउट पार्ट या त फेरि कन्भेक्स पार्ट। के अरे? कन्भेक्स पार्टलाई चाहिँ बनाएको छ रिफ्लेक्टिङ सर्फेस। समझमा आयो? रिफ्लेक्टिङ सर्फेस समझमा आयो हैन? कन्केभ मिरर भने को रहेछ अरे? यतापट्टि रिफ्लेक्टिङ, यतापट्टि चाहिँ पेन्ट। कन्भेक्स भने को रहेछ अरे? यतापट्टि रिफ्लेक्टिङ, भित्रपट्टि पेन्ट। समझमा आयो? यति नै हो कुरा कन्केभ र कन्भेक्सको। यो दुई प्रकारको मिरर हामी पढ्छौँ ल। कन्केभ मिरर, कन्भेक्स मिरर दुईवटाको नि एक दुईवटा भित्र टपिकहरू छ, सानो पोइन्टहरू। त्यो कुरोलाई हामी पहिला डिस्कसन गरिहालौँ। मेटिदिएको ल यो? त्यो चाहिँ कोहरू हो भन्दाखेरि चाहिँ एक नम्बरमा आउँछ सेन्टर अफ कर्वेचर। एक नम्बरमा को आउँछ अरे? सेन्टर अफ कर्वेचर भनेको चाहिँ के हो भन्दाखेरि यो एउटा मिरर अरे, मानिलियो कन्केभ मिरर नै अरे। यो एउटा के अरे? कन्केभ मिरर। यो कन्केभ मिरर अहिले त मिरर छ, भित्रपट्टि रिफ्लेक्टिङ गर्छ। खासै गरी भने पहिला त यो त गोली थियो कि थिएन? गोली थियो। भनेपछि यो गोली, यो स्पियर, यसको बिचमा त सेन्टर त छ नि त, छ कि छैन? त्यसलाई नै भन्छ सेन्टर अफ कर्वेचर। कुरा बुझ्यौ? कुनै पनि स्पेरिकल मिरर चाहिँ स्पियरको त पार्ट हो एउटा। स्पेरिकल मिरर भन्ने बित्तिकै एउटा गोलीको एउटा पार्ट हो, त्यो गोलीबाट काटेर निकालेको हो। भनेपछि त्यो गोली हुँदाखेरि त्यसको सेन्टर जहाँ पर्थ्यो, स्पियरको सेन्टर जहाँ पर्थ्यो, त्यो पोइन्टलाई चाहिँ भन्छ सेन्टर अफ कर्वेचर। लेखौँ ल यसलाई। It is the center of the sphere of which the spherical mirror is a part. समझ में आयो? भाषा में मैले के लेखेँ समझ में आयो? सेन्टर अफ कर्वेचर भनेको के रहेछ अरे? इट इज द सेन्टर अफ द स्पेयर अफ विच द स्पेरिकल मिरर इज अ पार्ट।
भनेपछि यो स्पेरिकल मिरर यहाँ छ अरे, यो एउटा स्पेरिकल मिरर हो, यो कन्केभ मिरर हो। यहाँनिर मैले कन्भेक्स मिरर बनाइदिएँ। कन्भेक्स मिरर भित्रपट्टि पेन्ट भएको हुन्छ कि हुँदैन? यसको सेन्टर कहाँतिर पर्छ? यतैतिर पर्छ। भनेपछि यो स्पेरिकल मिररको यो सेन्टर अफ कर्वेचर भन्नाले के बुझ्छ अरे? यो मिरर चाहिँ पहिला स्पियर हुँदाखेरि जहाँ सेन्टर पर्थ्यो त्यो सेन्टरलाई चाहिँ यो मिररको सेन्टर अफ कर्वेचर भन्छ। यो मिररको सेन्टर अफ कर्वेचर यो हो भन्नुको मतलब चाहिँ के हो? यो मिरर चाहिँ खासै गरी पहिला चाहिँ एउटा गोली थियो, स्पियर थियो। त्यो गोलीको, त्यो स्पियरको सेन्टर जहाँ पर्छ त्यही सेन्टर पोइन्टलाई चाहिँ के भन्छ? सेन्टर अफ कर्वेचर अफ दिस मिरर। समझ में आयो? त्यसलाई मैले इङ्ग्लिस भाषामा लेखिदिएँ चाहिँ इट इज द सेन्टर अफ द स्पियर अफ विच द स्पेरिकल मिरर इज अ पार्ट। कुरा बुझ्यौ? स्पेरिकल मिरर के हुनसक्छ? ग्लासको हुनसक्छ या त कुनै मेटेरियलको हुनसक्छ। जस्तो स्टिलको पनि हुनसक्छ। टिलिक्क परेको स्टिल टल्किन्छ, टल्किँदैन? चम्ची अघि कुरा गरेँ त हामीले, होइन? प्लास्टिक पनि टल्किन्छ, टिलिक्क परेको छ नि, होइन? के टल्किन्छ? टल्किने जति जम्मै मिरर भइहाल्छ नि, हुँदैन र? टिलिक्क टल्किने जति जम्मै मिरर भइहाल्छ नि। ओके, सेन्टर अफ कर्वेचर त्यो। अर्को छ नम्बर 2 मा रेडियस अफ कर्वेचर। के आउँछ अरे? याद गर्नुपर्ने कुराहरू ल तिमीहरूले। रेडियस अफ कर्वेचर हामी पछाडि पढ्दै जाँदा यो के हो भनेर हामी जब पनि आउँछ तिमीलाई ठक्कै याद हुनुपर्छ ल। कर्वेचर it is the radius of the sphere of which the spherical mirror is a part. It is the radius of the sphere of which the spherical mirror is a part. भन्नु मतलब बेसिकली भन्नुपर्दा यता हेर, रेडियस अफ कर्वेचर भनेको त्यही हो। यो चाहिँ एउटा कन्केभ मिरर छ अरे। यसको गोली हुँदाखेरि चाहिँ यो सेन्टर यहाँ पर्यो अरे, होइन? यसलाई हामी सीले रिप्रेजेन्ट गर्छौँ, सेन्टर अफ कर्वेचर भन्छौँ। सीले रिप्रेजेन्ट। रेडियस अफ कर्वेचर भन्ने चाहिँ सेन्टरदेखिको स्पियरसम्मको डिस्टेन्स, रेडियस। त्यसलाई त रेडियस भन्छ, होइन? अच्छा, इट इज द रेडियस अफ द स्पियर भनेको बुझ्यौ? यो रेडियस अफ द स्पियर अफ विच द स्पेरिकल मिरर इज अ पार्ट। भने रेडियस अफ कर्वेचर भन्छ सेन्टर अफ कर्वेचरदेखि यहाँसम्मको लेन्थ, त्यसलाई नै भन्छ रेडियस अफ कर्वेचर। रेडियस भनेको त लेन्थ हो नि त, हो कि होइन? त रेडियस अफ कर्वेचर समझमा आयो? हामी छिटो मुभ गरौँ, यो त कामै छैन यस्तोहरूको। यो त खास गरी के भनेदेखिलाई हामी भरे पढ्दै जाँदा टपिकमा आइजाँदा यो को हो भनेर फेरि तिमी चिनेनौ भने अप्ठ्यारो पर्छ, राख्नुपर्छ सुरुमा, होइन? अर्को चाहिँ हुन्छ पोल। के हुन्छ अरे? पोल। पोल भनेको चाहिँ इट इज द मिडल पोइन्ट or the center of aperture of spherical mirror. चिन्यौ? पोल भनेको रहेछ यस्तो छ स्पेरिकल मिरर। यो त खास त बोटुको जस्तै हो कि होइन? यहाँ लाइन पो एउटा मात्रै सर्कलको लाइन जस्तै छ त। खास गरी यो त यस्तो हो नि त, यतापट्टि पनि छ यतापट्टि पनि छ। यो त बोटुको जस्तै हो नि त, चम्ची जस्तै हो नि त, हो कि होइन? हौ क्रिकेटको बललाई चारवटा काटेपछि भित्र बोटुको जस्तो बनिँदैन? यो त बोटुको जस्तै हो नि त। त्यसको बिचोबिच कहाँ अरे? बिचोबिच भन त। बिचोबिच इट इज द मिडल पोइन्ट और द सेन्टर अफ अपर्चरलाई चाहिँ के भन्छ? पोल भन्छ। केले डिनोट गर्छ? पीले। कति सजिलो। पोललाई पीले, सेन्टर अफ कर्वेचरलाई सीले। सेन्टर अफ कर्वेचरलाई सीले डिनोट गर्दै थियो, होइन? हामीले सेन्टर अफ कर्वेचरलाई हामीले किन डिनोट गर्छ अरे? पोललाई चाहिँ पीले। त्यसरी निडलेस टु से रेडियस अफ कर्वेचरलाई चाहिँ आरले। समझ में आयो? बुझ्यो कि बुझेन? पोल भनेको के रहेछ?
मिररको मिडल पोइन्ट बिचको। अच्छा त्यसैले लास्ट बट नट द लिस्ट द हिरो, यो चाहिँ द हिरो हमेसा आइरहन्छ। यो चाहिँ यसलाई चाहिँ भन्छ हिरो भन्दैन, प्रिन्सिपल एक्सिस भन्छ। यसको नाम चाहिँ के अरे? प्रिन्सिपल एक्सिस भनेको चाहिँ के हो भन्नु त? प्रिन्सिपल एक्सिस भनेको चाहिँ स्ट्रेट लाइन joining the center of curvature and pole of a spherical mirror. समझ में आयो? It straight line joining the center of curvature and pole of a spherical mirror. अब यहाँ हेर, मैले एउटा यहाँनिर स्पेरिकल मिरर बनाएर कन्केभ मिरर हो, यहाँ के छ बिचो बिच भनेपछि यहाँ यो स्पेयर डोल्ले हुँदाखेरि गोली थियो, यहाँ के छ सेन्टर अफ कर्वेचर। सेन्टर अफ कर्वेचर र पोललाई जोइन गरेको स्ट्रेट लाइनलाई चाहिँ के भन्छ अरे? यो लाइनलाई चाहिँ के भन्छ अरे? सेन्टर अफ कर्वेचर र पोललाई जोइन गरेको स्ट्रेट लाइनलाई चाहिँ के भन्छ अरे? प्रिन्सिपल एक्सिस। इमेज दुई प्रकारको हुन्छ, एउटा चाहिँ रियल इमेज हो, अर्को चाहिँ है, अर्को चाहिँ के अरे? भर्चुअल इमेज हो। रियलै बुझ्दैछ? इमेज कति प्रकारको हुन्छ अरे? बस इमेज कति प्रकारको हुन्छ अरे? दुई प्रकारको हुन्छ, एउटा चाहिँ रियल इमेज, अर्को चाहिँ भर्चुअल इमेज। रियल इमेज चाहिँ तिमीहरूलाई किताबमा लेखेको हिसाबले भन्नु भने चाहिँ रियल इमेज चाहिँ दुईवटा रे हैन, दुईवटा रे जहाँ चाहिँ आफ्टर रिफ्लेक्सन अर रिफ्र्याक्सन एक्चुअली मिट हुन्छ त्यहाँ चाहिँ बनिन्छ रियल इमेज। यहाँ लेखिदिन्छु ल। रियल इमेज is formed at the point where two reflected or refracted ray actually meet। यहाँ एउटा टर्म आयो actually meet। Real image is formed at the point where two reflected or refracted ray actually meet। यो रिफ्र्याक्टेड भन्ने टर्म हामी अलिक पछाडि पढ्छौँ रिफ्र्याक्सन अफ लाइटमा। अहिले यो कुरा हामी त्यति नगरौँ, तर हाल्नै पर्छ भनेर हालिदिएको यो। रियल इमेज कति बेला बनिन्छ अरे? जब दुईवटा रे चाहिँ आफ्टर रिफ्लेक्सन अर रिफ्र्याक्सन चाहिँ फेरि आएर कुनै जग्गामा रियल्ली मिट भयो भने, एक्चुअली मिट भयो भने चाहिँ त्यो मिट भएको पोइन्टमा चाहिँ के बनिन्छ अरे? रियल इमेज बनिन्छ। कुरा बुझ्यौ? अनि रियल इमेज चाहिँ जहिले पनि के हुन्छ? इन्भर्टेड हुन्छ। यो चाहिँ किताबमा लेखेको छैन, मैले यसै भनिदिएको। रियल इमेज चाहिँ जहिले पनि कस्तो हुन्छ? जहाँ पनि रियल देख्छौ त्यहाँ इमेज इन्भर्टेड भनेर भनिदिँदा भइगयो, किताबमा लेखेको हुँदैन। तर त्यो मेरै आफ्नो स्टाइल हो भनिदिएको मैले। रियल इमेज के हुन्छ अरे? इन्भर्टेड हुन्छ जहिले पनि। रियल इमेज अर्को चाहिँ प्रिन्सिपल एक्सिसमा या प्रिन्सिपल एक्सिसदेखि तलतिर बनिएको हुन्छ, माथि बनिएको हुँदैन। अन द प्रिन्सिपल एक्सिस अर बिलो द प्रिन्सिपल एक्सिस। प्रिन्सिपल एक्सिस देखाएँ होइन अघि? यो प्रिन्सिपल एक्सिस होइन, यहाँ सेन्टर अफ कर्वेचर छ, यहाँ पोल छ। रियल इमेज चाहिँ यो प्रिन्सिपल एक्सिसमा पनि बनिनु सक्छ या त यहाँदेखि उँधो बनिनु सक्छ ज्यादातर, तर माथि चाहिँ कहिले पनि बनिँदैन। त्यसैले माथि बनिने इमेज को हो? भर्चुअल। रियल इमेज जति जहिले पनि कस्तो हुन्छ अरे? इन्भर्टेड हुन्छ। याद भयो कुरा? यो दुईवटा कुरो चाहिँ मेरो आफ्नो उयो स्टाइल हो।
किताबतिर लेखेको हुँदैन। किताबतिर चाहिँ यति लेखेको हुन्छ रियल इमेज कति बेला बनिन्छ जब दुईवटा रे आफ्टर रिफ्लेक्सन अर रिफ्र्याक्सन कुनै जग्गामा गएर एक्चुअली मिट गर्छ त्यो पोइन्टमा चाहिँ बनिन्छ रियल इमेज। त्यो पोइन्टमा चाहिँ बनिन्छ रियल इमेज। अब मैले थपिदिएको चाहिँ रियल इमेज चाहिँ जहिले पनि के हुन्छ अरे इन्भर्टेड हुन्छ। रियल इमेज कहाँ बनिन्छ अरे कि त प्रिन्सिपल एक्सिसमा या त प्रिन्सिपल एक्सिसदेखि बिलो, माथि चाहिँ कहिले पनि बनिँदैन। ल समझमा आयो? भर्चुअल इमेज हेरौँ। अच्छा इमेज त गए ओके। भर्चुअल इमेज चाहिँ कस्तो हुन्छ भन्दाखेरि भर्चुअल इमेज इज formed when the reflected when the भन्छ when 2 लेख्दिउँ न 2 भन्दा बेसी पनि हुनसक्छ। ल 2 चाहिँ मैले मिनिमम याद गरेको। वा एउटा मात्र रहेछ भने त मिट हुने कुरा आयो। म एक्लै जाँदै थिएँ, मैले भेटेँ, एक्लैलाई भेटेँ हुन्छ कहिले भेट्नुको लागि त कमसे कम 2 जना हुनु पर्यो या 2 जना भन्दा बेसी। यत्रोजना तिमीहरू नानीहरूसँग मेरो भेट भयो हुनसक्छ, मैले यस्तोलाई भेटेँ हुनसक्छ, मैले महिलालाई नै भेटेँ भने हुन्छ हुँदैन। त्यो त पागलहरूले मात्रै भन्छ। जसै कि होस् कमसेकम 2वटा रे चाहिँ हुनुपर्छ। ल मैले 2 भन्ने वर्ड युज गर्दैछु। 2 भन्दा बेसी रे पनि हुनसक्छ। 2 चाहिँ मिनिमम हो भेट्नुको लागि। ल इमेज इज फर्मड भर्चुअल इमेज इज फर्मड वेन 2 रिफ्लेक्टेड or refracted ray appears to meet के रे appears to meet or diverge from a point कुरा बुझ्यौ? भर्चुअल इमेज चाहिँ कसरी बनिन्छ अरे दुईवटा रे अफ लाइट या 2टा भन्दा बेसी हुनसक्छ तर 2वटा भन्दा कम्ती चाहिँ हुनु भएन नि त। एउटा रेले आफैलाई भेट्दिने कुरै आएन। 2वटा रे इन्टरसेक्ट हुनुको लागि त कमसेकम 2टा रे हुनु पर्यो या 3टा रे पनि इन्टरसेक्ट हुनसक्छ, 5वटा रे पनि इन्टरसेक्ट हुनसक्छ, इन्फाइनाइटवटा रे पनि इन्टरसेक्ट हुनसक्छ। तर कमसेकम एउटा भन्दा बेसीवटा रे चाहिँ हुनुपर्छ। त्यो मैले बार भन्दैछु। ल 2वटा रे चाहिँ जब आफ्टर रिफ्लेक्सन और रिफ्र्याक्सन, रिफ्लेक्सन भनेको त बुझ्यौ जानु फर्केर आउनु, रिफ्र्याक्सन भनेको चाहिँ जाँदै छेडेर जानु। त्यसको बादको कुरा गरौँ हामी, नेक्स्ट टपिक छ त्यो। 2वटा रे चाहिँ आफ्टर रिफ्लेक्सन चाहिँ रिफ्लेक्ट भइसकेर चाहिँ कुनै जग्गामा भेट भएको जस्तो लाग्यो अरे। खासैमा चाहिँ भेट भएको छैन तर भेट भएको जस्तो लाग्यो या त त्यो पोइन्टदेखि निक्लेको जस्तो लाग्यो अरे। वास्तवमा त्यो पोइन्टदेखि निक्लेको पनि होइन, त्यो पोइन्टदेखि निक्लेको जस्तो अपियर्स टु डाइभर्स, अपियर्स टु मिट भनेको बुझ्छौ त्यो जग्गामा भेट भएको जस्तो लागेको तर भेट भएको होइन रियलमा। और अपियर्स टु डाइभर्स, अपियर्स टु भनेको त्यो जग्गादेखि निक्लेको जस्तो लागेको त्यस्तो पोइन्टमा चाहिँ के बनिँदो रहेछ भर्चुअल इमेज। समझमा आयो? रियल इमेज चाहिँ 2वटा रे आफ्टर रिफ्लेक्सन चाहिँ रियली भेट हुनुपर्छ। भर्चुअल इमेज चाहिँ आफ्टर रिफ्लेक्सन चाहिँ 2वटा रे अपियर टु मिट हुनुपर्छ या अपियर टु डाइभर्ज हुनुपर्छ। बुझ्यो कुरा? हामी हेरौँ बादमा कस्तो पारा मिट हुन्छ कस्तो पारा डाइभर्ज हुन्छ। यो इमेज फर्मेसनमा हेर्ने नै छौँ, त्यो बुझि नै हाल्छौँ। अहिले फिलहालमा यो हेरौँ के भनेदेखिलाई भर्चुअल इमेज जुन चाहिँ छ त्यो चाहिँ कस्तो हुन्छ जहिले पनि इरेक्ट माने अपराइट, इरेक्ट या त अपराइट। इरेक्ट भनेको के हो? ठाडै यस्तो म मान्छे छु यस्तै इमेज पनि बन्यो। कुरा बुझ्यौ? त्यसलाई भर्चुअल। कुरा बुझ्यौ? म जस्तो छु त्यस्तै इमेज बन्यो ठाडोको ठाडै। जस्तो तिमीले ऐना हेरेको छौ तिम्रो अनुहार कस्तो देख्छ त्यहाँनिर जस्तो उभिएको छ त्यस्तो ठाडै देख्छ होइन अपराइट। त्यसो भने त्यो कस्तो इमेज अरे भर्चुअल। भनेपछि प्लेन मिररमा इमेज कस्तो बनिँदो रहेछ भर्चुअल। कुरा बुझ्यौ? अपराइट बनिन्छ, इरेक्ट अपराइट ठाडोको ठाडो। रियल इमेज चाहिँ कस्तो हुँदो रहेछ इन्भर्टेड। तिमी गएर उभियो भने तिम्रो खुट्टा चाहिँ माथि हुन्छ टाउको चाहिँ तल हुन्छ। त्यस्तो इमेज देखेको छ अहिलेसम्म? किन देखेको छैनौ? चम्ची हेर्नु कि यस्तो गर्नु कि तिम्रो उल्टा इमेज देख्छौ। देख्छौ? देख्दैनौ? देख्छौ त? हुन्छ त्यस्तो अहिले बनाएर पनि हेरौँ न हामी।
भर्चुअल इमेज जहिले पनि के हुँदो रहेछ या अपराइट भर्चुअल इमेज कहाँ बनिन्छ होइन हौ स्पेरिकल मिररमा कहाँ बनिन्छ या त प्रिन्सिपल एक्सिसमा या त प्रिन्सिपल एक्सिस भन्दा माथि रियल इमेज चाहिँ प्रिन्सिपल एक्सिसदेखि तल यो चाहिँ प्रिन्सिपल एक्सिसदेखि माथि अबभ द प्रिन्सिपल एक्सिस अन or above the principal axis यहाँ कुरा मिल्यो यतिको कुरा मिल्यो भने त बिन्दास भइगयो नि